गोसाइकुण्ड एउटा यस्तो ठाउँ जहाँ आकाश र धरती भेटिन्छन्, जहाँ प्रत्येक हावाको झोकाले भगवान शिवको नाम उच्चारण गर्छ। किम्बदन्ती छ समुद्र मन्थनको बेला जब विष बाहिर निस्कियो, शिवले त्यो विष पिएर त्यही कुण्डमा शरण लिए। उहाँको त्रिशूलले भुइँमा प्रहार गर्दा बनेको यो ताल आज पनि पवित्र मानिन्छ। भनिन्छ जसले यो पानीमा स्नान गर्छ उसको सम्पूर्ण पाप नाश हुन्छ। हामीले पनि यही आस्था, शान्ति र सौन्दर्य खोज्दै यात्रा सुरु गर्यो गोसाइकुण्डतर्फ। हामी बिहानै 6 बजे काठमाडौँको माछापोखरीबाट सुमो गाडीमा चढेका थियौँ। सहरको भिडभन्दा टाढा हरियालीले ढाकेका विशाल पहाडहरू हुँदै हाम्रो यात्रा अघि बढ्दै गयो। सामाखुसी, टोखा, गुर्जे भन्ज्याङ हुँदै उपत्यकाको उत्तरी भेग भई हामी नुवाकोटतर्फ अघि बढ्यौँ। हाम्रो गाडी एकैचोटि बिदुरको बान्द्रे भन्ने ठाउँमा खाना खानको लागि रोकियो। केही बेर आराम गरेपछि हाम्रो गाडी अगाडि बढ्यो। करिब 12:30 बजेतिर हामी लाङटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुगेका थियौँ। त्यहाँ टिकट काटेर केही बेर फोटो भिडियो खिची हाम्रो यात्रा धुन्चेतर्फ अगाडि बढ्यो। 1:15 सम्म हामी धुन्चे बजार पुगिसकेका थियौँ। यो बजार रसुवा जिल्लाको सदरमुकाम पनि हो। समुद्री सतहदेखि करिब 2030 मिटर उचाइमा अवस्थित यस बजार लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइकुण्ड जाने प्रमुख प्रवेशद्वार हो। यहाँका मुख्य बासिन्दा तामाङ, शेर्पा र गुरुङ समुदायका छन्, जो आफ्नै समृद्ध बौद्ध संस्कृति, परम्परागत सङ्गीत र आतिथ्यका लागि परिचित छन्। आर्थिक रूपमा धुन्चे पर्यटन, व्यापार र कृषिमा आधारित प्रमुख केन्द्र हो, जसले काठमाडौँ र उत्तरी हिमाली क्षेत्रलाई जोड्ने काम गर्दछ। हाम्रो गाडी ठुलो स्याब्रुसम्म नै जाने भने तापनि बीच बाटोको पहिरोले गर्दा माथिसम्म जान सकेन। अब हामीले त्यहाँबाट ठुलो स्याब्रुसम्म करिब 1.5 घण्टाको पैदल यात्रा सुरु गर्ने निर्णय गर्यौँ। बाटोमा झरनाको सुमधुर धुन, साना मन्दिरहरूमा घन्किने घन्टीको आवाज र विशाल पहाडहरूको छायामा बिस्तारै अघि बढ्दा यस्तो महसुस भयो यो यात्रा केवल गन्तव्यमा पुग्नको लागि होइन, बरु मनको शान्ति र आत्माको शुद्धताको खोजीको लागि हो। हामी 2 घण्टा हिँड्यौँ, ससाना खोला काट्दै, पहाडका गल्लीहरू पार गर्दै, र जब ठुलो स्याब्रुमा पुगेका थियौँ थकाइभन्दा बढी आनन्दले मुटु भरिएको थियो। त्यो गाउँका मुस्कुराउने मान्छेहरू, सादा जीवनशैली र बिस्तारै हराउँदै जाने बादलहरूले यात्रा अझै अर्थपूर्ण बनाए। अहिलेको हाम्रो भनेको लगभग 6 बज्न लागिसक्यो, तर हामी चाहिँ यहीँ छौँ। आज चाहिँ हामी मूल खर्क जाने प्लान छ। हाई एभ्रिवान, मेरो नाम चाहिँ आई श्रेष्ठ हो अनि हामी चाहिँ गोसाइकुण्ड ट्रेकमा गइरह हो। यहाँबाट चाहिँ हाम्रो गोसाइकुण्ड ट्रेकको स्टार्टिङ भइरहेछ है त। हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ आदर्श थापा हो है। म चाहिँ आज आफ्नो साथीहरूसँग ट्रेकिङ आएको। अनि आज पानी पर्यो, त्यसरी रेनकोट लाउनु पर्यो। हाम्रो ट्रेकिङ सुरु भएको भर्खर 2 घण्टा हो। चाहिँ यो माथिको बाटो हुँदै गोसाइकुण्ड यो ठुलो स्याब्रुबाट यहाँबाट माथिबाट गोसाइकुण्डको बाटो जान्छौँ। आज चाहिँ हाम्रो एम भनेको मूलखरकमा पुग्ने हो, तर हामी त्यहाँ आज पुग्दैन जस्तो छ। तर ट्राई गर्छौँ केटा, हामी ट्राई यसको गाई। ठुलो स्याब्रुबाट इभी गाउँ पुग्दा साँझ परिसकेको थियो। कर्मु गेस्ट हाउसमा बसेर हामीले हाम्रो पहिलो रातको विश्राम लिने निर्णय गर्यौँ। इबा गाउँको बिहान साँच्चै मनमोहक थियो। हावाको चिसो स्पर्श, बिस्तारै उक्लदै गरेको घामले हरियो डाँडालाई सुनौलो रङमा रङ्गाइरहेको, चराहरूको मन्द स्वर, घरको छतबाट उडेको धुवाँ र शान्त गाउँको श्वास। फ्रेस भएर हामी आगोको वरिपरि बस्यौँ, तातो चिया र नास्ता खायौँ, हाँस्दै गफिँदै आजको यात्राको लक्ष्य बाड्यौँ।
जानु अघि त्यो शान्त माहौलमा हिमालहरू हेर्दै एक कप तातो चिया फेरि खायौँ। एकैछिनमा मिङमार दाइसँग बिदा माग्दै आजको हाम्रो गोसाइकुण्डतर्फको लामो यात्रा सुरु गर्यौँ। यहाँ अब इबो भन्ने ठाउँमा छ कर्म गेस्ट हाउसमा। अब यहाँबाट लगभग 1-1.5 घन्टा 2 घन्टामा मुखक भन्ने ठाउँमा आइपुग्छ। त्यहाँबाट चोलङबाटी यहाँबाट 3 घन्टा लागिन्छ। हजुर। तर गोसाइकुण्ड रामसिंह जानु होला 7-8 घन्टाको बाटो हो। हजुर। पछि अरू साथीहरूले आयो भने चाहिँ यसो सम्झिनु होला। त्यही भन्न चाहन्छु। हस् 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 थ्याङ्क यू। हस् हस् ल हाम्रो यात्रा सुरु भयो। आजको पहिलो गन्तव्य मुखर्क अनि त्यहाँबाट चोङ्लापाटी लौरी बिना हुँदै गोसाइकुण्डसम्म। वरिपरि जङ्गल र बाटोको साना साना मन्दिरहरू हुँदै हामी प्रकृतिमा रमाउँदै विश्राम गर्दै मुखर्क तर्फ बढ्यौँ। बाटोमा यति सुन्दर ठाउँहरू थियो कि हामीले एकैछिन बसेर नहेरी मनले मान्दै मानेन। यात्रा लामो थियो, त्यसैले सकेसम्म हामी छिटो छिटो हिँड्ने प्रयास गर्दैथ्यौँ। केही बेरको हिँडाइपछि हामी मुखर्क आइपुग्यौँ। केही बेर त्यस ठाउँको अवलोकन गरी हामी चोलङपाटीतर्फ अघि बढ्यौँ। भनिन्छ जीवन यात्रा हो र हरेक पाइला एउटा कथा। यहाँ हरेक ढुङ्गामा एउटा इतिहास छ, हरेक बोट बिरुवामा एउटा स्मृति। पसिना बगाउँदा लाग्छ, आत्मा हलुका भयो र जब श्वास फेर्दा बादलहरू नजिक महसुस हुन्छन्, त्यो क्षणमा लाग्छ हामी प्रकृतिसँग होइन स्वयं आफैसँग यात्रा गरिरहेका छौँ। हिँड्दा हिँड्दै हामी चोलङपाटी आइपुग्यौँ। यो ठाउँ धुन्चे देउराली चन्दनबारी हुँदै आउने र ठुलो च्याब्रु मुखर्क हुँदै आउने बाटोको सङ्गमस्थल हो। यहाँ हामी केही बेर आराम गर्यौँ र खाना खायौँ। थकाइको बीचमा त्यो दाल भात र अचारले हामीमा नयाँ ऊर्जा भर्यो। हुस्सु र बादलहरू हामीसँग लुकामारी खेल्दै थिए। प्रत्येक पाइलासँगै बिस्तारै हावा पनि चिसिँदै गयो। बाटोमा नयाँ साथीहरू बन्दै गए। हाँस्दै गफिँदै समूहमा हिँड्दा हामीलाई लौरी बिना आइसकेको पत्तै भएन। लौरी बिनामा छोटो ब्रेक लिई कफी खाएर हामी अघि बढ्यौँ। प्रत्येक पाइला कठिन थियो, तर प्रत्येक मोडले नयाँ सौन्दर्य देखाउँथ्यो। हामी त्यही सौन्दर्यमा मोहित हुँदै यात्रा अगाडि बढायौँ। लौरी बिना माथिको उकालो साँच्चै नै कठिन थियो। हामीले 5 मिनट हिँड्दै फेरि 5 मिनट आराम गर्दै जसो तसो त्यो उकालो पार गर्यौँ। उकालोसँगै त्यहाँ देखिने दृश्यहरू कुनै प्रतिस्पर्धा पछिको उपाधि भन्दा कम थिएन। विजय उत्सव मनाए जसरी हामी केही बेर नाचगान गर्न लाग्यौँ। हामी बुद्ध विहारसम्म पुग्यौँ। अब भने बाटो सजिलो थियो। बाटोमा सरस्वती कुण्ड, भैरव कुण्ड अनि अस्ताउँदै गरेको हामीलाई त्यो देवभूमिमा स्वागत गरिरहेको थियो। करिब बेलुकी 7 बजेतिर हामी गोसाइकुण्डसम्म पुग्यौँ। आजको रात होटल तिब्बतमा आराम गर्ने निदो गर्यौँ। भोलिपल्ट बिहान पहिलोपल्ट गोसाइकुण्ड देख्यौँ। शब्दले त्यो क्षण बयान गर्नै सकिन्न। चिसो हावाको मिठो झोक्का र मनमा एक गहिरो शान्ति। गोसाइकुण्डमा हात जोड्दा लाग्यो हामी कुनै साधारण ठाउँमा होइन, दिव्यता स्पर्श गर्ने ठाउँमा छौँ। हाम्रो कुनै पूर्वयोजना थिएन, तर मनले भन्यो थप केही हेर्न बाँकी छ। त्यो भावना पछ्याउँदै हामी पुग्यौँ सूर्यकुण्ड।
सूर्योदयको सुनौलो उज्यालो जब तालको छालमा नाचिरहेको थियो, लाग्यो प्रकृतिले आफै हामीलाई आशीर्वाद दिइरहेकी छिन्। यो यात्राले हामीलाई सिकायो कहिलेकाहीँ लक्ष्य भन्दा पनि लक्ष्यसम्म पुग्ने साहस नै ठुलो हुन्छ, किनकि हरेक चुनौती पार गर्दा हामीले संसारलाई होइन आफैलाई नयाँ दृष्टिले हेर्न थाल्छौँ।